भएको छ भने प्लिज लाइक सब्स्क्राइब कमेन्ट गरिदिनु हुन अनुरोध गर्दछु साथीहरू। आज चाहिँ हामीहरू चाहिँ बालेन शाह कि हर्क साम्पाङलाई भोट दिने भनेर आज चाहिँ हामीहरू एकअर्का सोधासोध गर्नेछौँ, अरूलाई पनि सोधासोध गर्दछौँ। ल आखिरसम्म सबैजनाले अन्तिमसम्म यो भिडियो हेरिदिनुहोस् होला है साथीहरू। हामीहरू त्यो चाहिँ तपाईँहरूसँग अनुरोध गर्दछौँ। ल हामीहरू चाहिँ अब स्टार्ट गर्नेछौँ। बहिनी तिमीलाई हर्क साम्पाङमा भोट दिने कि बालेन शाहमा? म त हर्क साम्पाङलाई भोट दिन्छु। हर्क साम्पाङको चिन्ह चाहिँ के हो बहिनी? हर्क साम्पाङको चिन्ह माटो हो दिदी। ए अब म तपाईलाई सोध्छु, तपाईलाई हर्क साम्पाङ कि बालेन शाह मनपर्छ भोट लगाउनु ने? मलाई त दुवै मनपर्छ किनकि दुवैले राम्रो गरेको छन्। के गरेछ बालेन शाहले र हर्क साम्पाङले? हर्क साम्पाङले मद्दत गर्नु भएको छ, बालेन शाहले धोका दिनु भएको छ। यो चाहिँ फनी भयो साथीहरू। यतिकै भने है, यतिकै जस्ट फन साथीहरू। ल कसलाई सोध्ने त? ल फुपूलाई नै सोधौँ। फुपू तपाईलाई नि बालेन शाहलाई भोट कि हर्क साम्पाङलाई भोट? यो चाहिँ तपाईले एकदमै गम्भीर क्वेसन गर्नुभयो भदिनी। त्यसको लागि हजुर लगायत उता नङनखालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। खासमा भन्नु पर्दाखेरि बालेन शाह दुवैजना उत्तिकै राम्रो व्यक्तिहरू हुनुहुन्छ होइन, हाम्रो लागि उत्तिकै एकदमै आवश्यक व्यक्तिहरू हुनुहुन्छ उहाँहरू मध्ये। तर अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ मलाई चाहिँ हर्क साम्पाङलाई भोट दिनुपर्छ। हर्क साम्पाङको भोटको चिन्ह चाहिँ माटो रहेको छ। सम्पूर्णले यो जति पनि भिडियो हेर्दै हुनुहुन्छ र हजुरहरूलाई यति जानकारी छैन भने भोट हो हर्क साम्पाङको चिन्ह चाहिँ भोटमा माटोमा हाल्नु होला, यो चोटि भनेर भन्न पनि चाहन्छु भदैनी। ए तपाईले त धेरै राम्रो सुनाउनु भएछ त। अब हामीहरू कसलाई सोध्ने त बहिनी? अब हामी यो मेकीलाई सोध्छौँ। मेकी बोल। बरु भन्दा हाम्रो रोजिना काकीलाई सोधौँ। आउनुहोस् रोजिना काकी, तपाईलाई नि बालेन शाह कि हर्क साम्पाङलाई भोट दिन चाहनुहुन्छ? म कसलाई नदिने भोट। किन होला त? त कसलाई पनि भोट दिनुपर्छ। ए हुन्छ त, मेरो काकीले भन्नुभएको उहाँ कसलाई पनि भोट नदिने अरे, किनकि उहाँले जसको भोट दिए पनि लुगा धुनुपर्छ अरे। ल अब हामीहरू काकीलाई सोधौँ। काकी तपाईँ कसलाई भोट दिन चाहनुहुन्छ? बालेन शाह कि हर्क साम्पाङ? म त मासु भात खान पाउने ठाउँमा दिन्छु। अलिकति भन्ने भयो। अब हामीहरू सोध्नेछौँ मम्मीलाई। मेरो केही हुँदैन मम्मीलाई भन्नु मम्मी भन्नु। तपाईँ बालेन शाह कि हर्क साम्पाङलाई भोट दिन चाहनुहुन्छ? म त खोइ अब जसले राम्रो गर्छ उसलाई नै दिने हो। ए मनको चाहिँ धेरै राम्रो ऊ भन्नुभयो। बेबी ऊ चाहिँ हाम्रो सानो भाइ। तिमी हर्क साम्पाङ कि बालेन शाह बेबी? भाइ चाहिँ बिजी हुनुहुन्छ आज। गाइज मजा आयो है गाइज, फनी पनि भयो गाइज, फनी। आज चाहिँ
आज चाहिँ धेरै रमाइलो पनि भयो अनि फनी पनि भयो। आज भिडियो ककले हेरिदिनु भएको छ अन्तिमसम्म, त्यसलाई धेरै धन्यवाद भन्न चाहन्छु म। अनि भोलि पनि हामीहरू बनाउने छौँ भ्लग, प्लिज हेरिदिनु होला पुरै। सबैजनालाई नमस्ते र गुड बाई।